यो चाहिँ नहेर्ने गिफ्ट यो चाहिँ हेर्ने गिफ्ट है बाँधेको छ त यसैले पो बाँध्ने रहेछ है बाबा ढोका बन्द गर्छ चल्न त केही छैन त भाइ उत्पाद अब टिका लगाइदिनु अब सिधा हेर्नु ल नचली बस्नुहोस् यो के हो रङ्गली जस्तै देख्छ नाकको डाँडीतिर घाँटीलाई लगाइदिँदैन नि है आफूलाई लगाइदिँदा अर्कालाई लगाइदिँदा चाहिँ देखियो होइन म एउटा सिस्टर लिएर आउँछु है किन हस्पिटल गएर लिएर आउँछु सानो हुन्छ ठुलो भएपछि हामी ठुलो भइहाल्छौँ लु मेरो भाइलाई यहाँ यो हातमा दिएर हातमा दियो उठेर दुई हातले दिनु अनि हातमा यसरी ढोक्ने हातमै हो हस् भन चाङमिनचाङ उठा चाङमिनचाङ पनि लगाएपछि नि दुई हातले देऊ नानालाई हातमा देऊ अनि हातैमा डोकी गर हातमा भोलि पर्सि चाहिँ खुट्टामा ढोक्नुपर्छ ल अहिले तिमीहरूले कपाल काटेको छैन नि त त्यही भएर भाइसँगै पर्खेर खाऊ न ह्यान्ड वास गरेको छौ कि छैनौ नमस्ते हो म बोटुकामा पानी लिएर यहीँ धोइदिन्छु ल अझै पनि सकेकै छैन यो टिकटक हो कि भिडियो हो टिकटक हो नि टिकटकमा लाउने हो र राम के ल्याइदिएर खाएको त अब ल थ्याङ्क यू भन ल है त्यस्तो नअरेको हुन्छ नि कान्छी ल नमस्ते गर राम चाहिँ ल्याउनु अलिकति भन्छु है केटाकेटी मान्छे हेर त टोपी लगाइदिनै बिर्सेको त नयाँ टोपी लगाउनु ठुलो हुन्छ है लु खाऊ यो अचार हो हो खाऊ अचार हो पिरो छ नपिरो पिरो छैन नपिरोवाला हो चम्चाले खानु कसरी टोपी पनि बनाउन आउँदैन हौ मलाई त भयो छान्नुलाई या नमस्ते टोपी लगाएर नमस्ते गरेर कति राम्रो देखियो टोपी लगाउँदा नि बल्ला देखियो है राम्रो राम्रो देखियो नि सुहायो भाइले त
लु जिया गर खान्छ खै नमस्ते गरेको खै नमस्ते हो ल लु खा हो त इजी खाऊ सुरुमा इजी खाऊ त दुईजनाले नै यो चाहिँ कहाँ पर लगेर राखौँ मलाई भरे फेरि चाहिन्छ नि त त्यो टेबलमै राख्नु पर म नानी उचालेर ल्याउनु है म यो चाहिँ लान्छु फेरि पानी हुन्छ अनि म पर अडाइदिन्छु मामा पापा हजुर लाइन नलगाइदिने एकछिनमा बाबु अलि ताउको बारो बल्ला बल्ला मलाई घुम्नु पर्यो नि अलिकति अलिक पछाडि होइन अगाडि म भित्र बसेन मलाई केही चाहियो भने दिनु ल ए अब पर्छ बाहिर निस्किनु मिल्दैन अब अब भयो भने नानीले दिन्छु म दिन्छु क्या यसले नै अब चोखो मान्ने आज के हो भाइ टिका टिका कुन दिन हो आज तिहारको 5औं दिन एउटा कार किन्नुपर्छ अनि कारमा सारा नत्र अटिँदैन बाइकमा हजुर त्यही सिन्के दुध दुईटा दिनु दुईटा मात्रै हेर्दैछ साँची राखेर जान्छु यो त बत्ती नबल्ने वाला हो नि मेरो त बत्ती बल्दैन मेरो पनि बल्दैन यी पापाको पनि बल्दैन यो चाहिँ कसले किनेको थाहा छ यो चाहिँ पापाको गर्लफ्रेन्डले किनेको पापाको गर्लफ्रेन्ड पापाको गर्लफ्रेन्ड थाहा छ यो पापाको गर्लफ्रेन्डले चाहिँ किनेको होइन मैले त भने म पापाको गर्लफ्रेन्ड होइन त कि म बोयफ्रेन्ड हो त गर्लफ्रेन्ड पापाको गर्लफ्रेन्डले किनिदिएको यो घडी पापालाई यो घडी चाहिँ कसले किनिदिएको टुप्पा भनेको कसको पापा हो नानाको पापा यस्तो के हो यो खानुपर्छ यो शत्रुलाई नाश गरेको मैले एक सर्टमा पुट्याउनु पर्छ अरे क्या यो हारेर ए लु धन्यवाद अब यो कपै खाने यो कपै खाने ल छोरा आग यो ओखर हो आँगन हातमै थापेर खाँदा नि हुन्छ क्या ओखर हो नि बाबा होइन होइन हो त कहाँ कान्छ तिमीले त नि उसले त अगाडि नै हामीले मुख मिठाएको यो त खानुपर्छ मिठाई उसले त सुरुमा दादाको एक्सप्रेसन हेर्छ क्या दाजुले जे गर्यो त्यही गर्ने अनि हामीले मिठो मिठो भनिसक्यो डल्लै मुख मिठाउँदै गएको हामी त उ गर्दैनौँ नि हेर है कसरी पूजा गर्नुपर्छ मलाई पनि तपाईँलाई नै भन्नु आज पुजेको नि त भगवान् हो नि त आज त भगवान्हरू तिमी भगवान् हो भगवान् हुने दिन पनि आउँदछ नि मान्छेलाई दिदी यो भगवान् चाहिँ मान्छेहरू होइन भन्छ भने आज भाइटिकाको दिन चाहिँ भगवान् हो त्यही भएर एकदम ज्ञानी एकदम गुड हुने हो भगवान् त्यो अर्को छ छैन त भगवान् पहिला खासमा यसरी खेल चाहिँ तर मैले उसलाई नै लगाइदिएन बिर्सेर लगाइदिनु नि लगाइदिएको 5 दिन लगाइदिनु रे 5 दिन लगाइदिनु रे क्या यसरी टाउकोमा तेल हालिदिनु रे क्या दाजुभाइलाई भन्छ मैले त टोपी निकाल्नु त यहाँ टोपी लगाइदिनु हुन्छ आन्टीले यसरी टोपीको टोपी निकाल्दा त तेल लगाइदिनु एकछिनमा टोपी निकाल्न सामिन्छ पूजा गर्नु
टुक्टुक्क राख यसरी घुँडामा यसरी कसरी दादाको जस्तो टुक्टुक्क राख यसरी हो यसरी यसरी राख्नु के लाइदिएको कहाँ सुन्नुहोस् को हुनुहुन्छ भने सधैँभरि ज्ञानी होस् ज्ञानी होस् कानमा तेल हाल्नु भनेको यो रहेछ बुझेँ मैले हो साँच्चै यसले त कानमा अब तेल हाल्दैन भनेको त यो पर्छ यो त अनि हाम्रोतिर त म्याचिङ अलिकति कागज उयो टिस्यु पेपर टोइलेट पेपर टेबलमा छ तिमी त साह्रै रुन्छ हो इत्रु इत्रु मान्छे जस्तो यो जिउमा चाहिँ रोप्नुपर्छ साह्रै राम्रो रहेछ मलाई यो त जाग पनि होला नि जान्छ यो सिधा राख्नुपर्छ नि फुले झार्दैन पूजा पनि सबै सुरु भइसक्यो अब टक्कसँग माला यो माला चाहिँ नेपाली माला लगाइदिनु पर्दैन के यो यसरी थाहा हुन्छ है छोरालाई कान्छालाई चाहिँ लाउनुहुन्छ यसको चाहिँ छैन कसरी हेर्नु जस्तो भयो कसरी हेर्ने भने अब मेरो कान छ नि पालो आयो कसरी चाहिँ हेर्ने आन्टीले पाउँछु होइन ढोक्नु पर्दैन पर्छ नि माला लगाएर होइन सगुन खानुपर्छ पहिला सगुन यसरी ढोग्नु पर्यो है होइन सगुन खाएको छैन ल छोरा सेवा खोइ सेवा गर्नुभएको डोगी गर त छड्के लाउनु ल यो चाहिँ एकछिन अन्त सेवा कि आन्टीलाई यो दिएर गर्दैन पहिला सगुन खानुपर्छ कि यो खानुपर्छ यही बसेर यो एकछिनलाई आन्टीलाई 2 हात दिउँ ल यो चाहिँ यही बसेर खानुपर्छ है पहिला दही खानु दही माछा यो अन्डा चाहिँ सगुन हो कि आन्टी हजुर हुन्छ त्यो भिडियो भएर चाहिँ तिनीहरू पिचिक पिचिक पार्दा भइहाल्छ त खाइहाल्नु भएको खाने हो यही खानुपर्छ यो त ल छोरा अन्त खायौँ त त्यसो भए ल यो खानु ल अरे यो साग पनि खानुपर्छ है यो पालङको साग चाहिँ नभइदिँदैन हाम्रो चाहिँ यो कान्छालाई चाहिँ एक केन्द्रमा मात्रै लगाइदिएर यो कहाँ राख्ने आन्टीलाई दियो भोलिपर्सि लाउरे लागेर एकछिनमा टन्न दिनु यो पनि सघाउनुहोस् यो दुइटा छुनु त ल यो खानु ल यो तपाईँको गाडी यता राख्नुहोस् ल अलिअलि जुठो गर्ने नखानु लु अलिअलि खाऊ ठुलो मात्र अहिले ल यसो छोइ मात्रै यसरी त म त जाडै अरू के साह्रो त छोइ मात्रै देऊ अहिले भरे खानुहोस् ल यो चाहिँ हातै छोको क्या छुनु मात्र तपाईँहरू ए हुन्छ यसो चाहिँ ए
छोरा छ लगन त तिम्रो पनि भएको छ तपाईले उ चाहिँ दिनु भएन अनि चम्चा चाहिँ ल्याउनु पर्यो के कान्छी यहाँ कसरी चाहिँ खानु हजुर स्ट्रबेरी खाने म त यही अब भोलि पर्सि लाउने भएर चल्ने हुन्छ आमा यो अनि त्यस्तो हो। यो चाहिँ देखाएर राम राम ल थ्याङ्क यू भनेर 2 हातले थामा न छमा त त्यही झोला त्यसमा अलि आगोमा लाग्यो है बस्नु पर्यो अब म अहिले पछि दिनुहुन्छ कि कति चाँडो चाँडो जानु भने मलाई जा भने लु म पनि लु आन्टीलाई हाम्रो त लाउनु दिएर डोगी गरेर हातमा ढोका ल तपाईँ सानो मान्छे सबै लाग्यो लु यता पनि अब खानु पर्यो अनि अब उहाँलाई चाहिँ के दिनु पर्यो उहाँलाई अब जे भने पहिलालाई चाहिँ म सगुन रोमा त अब बस्छ खानु पर्यो सगुन पनि खानु खाने यो त खाने यो त खाने कस्तो गफ हान्नुहुन्छ हिजो त खाएको रे यस्तो दाजु भएन भाउजू त अतिले गफै हान्नुहुन्छ त्यस्तो अरूलाई चाहिँ खानु आउँछ नखाने रे सगुन भन्यो दिएपछि लिएपछि यहीँ बसेर लाउने हो अनि अब अहिले एकै बसेर लाइन हुन्छ उहाँलाई त मैले ऊ घुम्ने होइन नि त नघुमेपछि जानु नघुम्ने बस्नु भाउजू भन्नु माछा पनि खानुपर्ने मान्छेको टाउको शत्रुको टाउको जुठो लाउनु पर्ने हो एक्चुअली तपाईँ त्यो बेर पनि जुठो लाउनु पर्छ त्यो सगुन त्यो त भुटाउने हो तपाईँलाई दिने हो मलाई कहाँ खान्छ त मेरो कहाँ जानुपर्ने हुन्छ अनि अनि म चाहिँ के चौकीतिर जानु लिन आउनुहुन्छ अहिले त्यही त लक्कर अहिले सुरु भइसक्यो दसैँमा बरु फ्री थियो तर मलाई खाएन दसैँमा नि बिरामी पनि त कति कडा गरी लगाएको कति कडा गरी मनाउने नि काठमाडौँको मान्छेहरू होइन एकछिन खान्न तपाईँ म त खाएर हाल्छु दाजु खानाले जुतो गर्नै पर्छ नि यहाँको पनि खानुपर्छ नि पर्छ दाजु खाना आउनु पर्यो थाल खाली गर्नु पर्यो त्यस्तो पो हुन्छ अनि थालै छैन नि त अब लाउरे लागेर मात्रै किन्ने हो थाल त म त सक्दिनँ किन्नु हेर त यहाँ खसेको पान कस्तो गुलियो झोल होला यो त्यो पान चाहिँ एउटा प्लेटमा हालेर राख्नु फ्रिजमा गरिदिनु सबै त्यो एउटा सानो प्लेटमा सगुन चाहिँ खाने ल भाइले पनि खानु मिलिहाल्छ नि यो भाइ मिल्छ तपाईँहरू मिल्छ म चाहिँ तपाईँले मिल्दैन मलाई खाने एकछिनमा गरे कम्ती मिठो लाग्दैन खाने नानी बनाउनु भएको मलाई त पान पनि मै नराम्रो है यता मै नराम्रो होइन राम्रो हो क्या पान खानु नराम्रो हो त पानले झन् ब्लड सर्कुलेसन गर्छ राम्रो खानुहुन्छ खान्छु नि त नि अब यो खाल खाली गरेको क्या तिम्रो माछा खाऊ है मैले त खाइदिएँ माछाको टाउको माम्नै खानुपर्छ नखोज्यौ न नखोज्नु तिमी खाने हो र छोरा खाने हो भाइको तिनीहरू त आफ्नै खानुपर्छ नि छोरी त्यो त सगुन त आफ्नो खानु नखोल्दैन खोल्दैन अलिकति खानुहोस् यो साग चाहिँ अलिकति खानुहोस् न खानुपर्छ है तपाईँले यो खानुहोस् अलिकति पुच्छर भयो नि खानुहोस् न खाऊ टाउको त्यो अर्डर
यो चाहिँ होस् है एकछिन यो चाहिँ म यता पहिला सेक होइन हजुर यसकै माथि सबै त्यो ढेँडो जस्तो भयो यो बरु ऊ यस्तो अबिर किशोरी लाग्छ यिनीहरू त सबै त्यो केमिकल जस्तो लाग्छ हेर्नु न जाम जस्तो गम जस्तो भएर आउँदो रहेछ दाजुको आशीर्वाद यो चाहिँ मिठो भएन छ केले भनेको अब टाउको खाने है माछाको टाउको यो माछाको टाउको खानुपर्छ पकाइदिनु त्यो जुठोमा त गर्नु भएन साग पनि खानु एक पनि खानु एक ग्वाम ग्वाम खानु एक मैले त अलिकति खाइसकेँ साग लु बक्की गर्नु पिरो थियो ग्वाम ग्वाम खाएर यो खाएको यसमा टरेछ यो राखम राखम तै छ नि के बाबा यहाँ त लगाउने यहाँ लगाउने यहाँ लगाउने यहाँ लगाउने यहाँ लगाउने हो नि काम सुरोस् नानी काम गर्ने यो के राको खाउँदै ल्याउँछ न हाम्रोतिर त काम यस्तो 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 लगाइदिनु बहिनी र भाइलाई खानेकुरा दिन बिस्तारै खाऊ है